गाइस हामी चाहिँ आइसक्यो यहाँ हामी चाहिँ आइसक्यो आज यो कुन ठाउँ रे सुन्दरी जल साथीहरू शिवपुरी सुन्दरी त्यही ठाउँमा ट्रेकिङको लागि हामी आउँदैछ र बाँदरले चाहिँ भ्या भ्या पारेर छातो लगिरहेछ हाम्रो ग्याङहरू चाहिँ यतिजना छ ओइ आयो भन्दै सबजना भरे नि भ्लगमा गएर हेर्ला बोल आज चाहिँ हामी ट्रेकिङ हिँड्ने जस्तो लाग्छ तर मलाई यहाँ सड्किसक्यो गाइस हाम्रो क्लासमेट रोइताई दिदी सरी दिदी रोजी रेलगाडी कति इच्छा गरेको आजको सुदीप हैन समीर ओइ यो चाहिँ म है तपाईं किन अगाडि जानु भयो आउनु न भिडियोमा हाम्रो सुदीप सर अगाडि जाँदैछ हाम्रो हाइकिङ स्टार्ट भइसक्यो तपाईहरु देख्न सक्नुहुन्छ यस्तो छ यहाँनिरको भ्यू चाहिँ तपाईहरु सबजना आउनु होला एन्ड्रोइडबाट चाहिँ बनाउन मोटी छ त्यहाँनिर यिनीहरू चाहिँ हाम्रो क्लासमा सब बुइनीहरू सब्स्क्राइब प्लिज गाइस यस धन्यवाद हेर्न सक्नुहुन्छ गाइज म चाहिँ यहाँनिर माथि अलिकति चढिसकेँ पछाडि साथीहरू छ अनि उहाँ अगाडि चाहिँ यो धातुहरू छ उनीहरू चाहिँ फोटो खिच्दैछ अरे अनि म चाहिँ यहाँनिर चढ्दैछौँ यस्तो यस्तो छ केटीहरू अनि पछाडि अर्को टोलीहरू आउँदैछ अगाडि एक टोली गइसक्यो यिनीहरू चाहिँ यहाँनिर भट्केर बसेको रहेछ त गाइस हामी फेरि फोटो खिचेर माथि चाहिँ बढ्दैछौँ यो चाहिँ हाम्रो क्लासको चियर लेडिजहरू उहाँ अगाडि छ बाँकी बस्नेहरू हामी अब हिँड्दैछ म चाहिँ हिँड्न गाह्रो भइराछ म सबैभन्दा ज्ञानी है यो टिमको ज्ञानी लेडी हो मोटी एकदम हो बुझिहाल्नु भयो होला यो भ्लग चाहिँ भोलि युट्युबमा आउँछ तिमीहरू सबजना गएर हामी सब्सक्राइब हानेर अलिकति माया देखाइदिनु होला हामी चाहिँ यहाँ आइसकेको छौँ विराज र म फेरि फ्रेममा जोडिसकेको छौँ अगाडि हाम्रो सरहरू हुनुहुन्छ झर्ना आउँदैछ अरे यहाँनिर अब त्यही झर्ना होला हेलो सर हेलो देख्न सक्नुहुन्छ यहाँनिर एउटा शिवलिङ्ग रहेको छ हाम्रो म्याम ढोकमा जाँदै हुनुहुन्छ गाई चाहिँ खतरा हुन्छ है म्यामको हामी जोडिसकेको छौँ अर्को भागमा यो भागमा चाहिँ मेरो जिउमा ब्याग आइसकेको छ यता अनि त्यो टिकटकमा भने जस्तो आधी बाटो पुग्दै गएपछि आफ्नो केटा धुकेन छुट्दै जान्छ भन्दै त्यस्तै भएर ब्याग हामीले मात्रै बोकिरहेको छ अहिलेसम्म अनि अगाडि हिँड्ने धातुहरू चाहिँ ब्याग नभिड्ने बसिन्न सोसियल डिस्टेन्स कायम गर्नु त्यस्तै छ हाम्रो चाहिँ अब हिँड्दैछौँ यिनीहरू चाहिँ नसकेको लठिट लिइरहेको छ सबजनाले तर म चाहिँ अहिलेसम्म फाइन नै छौँ त्यही भएर कृपया अन्यथा नलिनु होला उनीहरू चाहिँ मेरो साथीहरू हो हामी यहाँ आइसक्यो हामी चाहिँ दुनियाँको सबैभन्दा लामो पुलमा आइसकेको छौँ र पुलको लम्बाइ तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर कति लामो पुल रहेको छ यहाँनिर दुनियाँको मेरो केटाहरू चाहिँ यहाँनिर छ इन्टु मिन्टु लन्डन तपाईँले देख्नु दुनियाँको सबैभन्दा लामो ब्रिज सक्नुहुन्छ गाइज हामी चाहिँ अहिले होटल माउन्टको प्राङ्गणमा आइसकेका छौँ र यिनीहरू यहीँ छ म चाहिँ अलिकति थाकेको अवस्था सिजना हुँदैछ अहिलेदेखि चाहिँ बच्चाहरू थाकेर अलिक पछाडि आउँदैछ बच्चाहरूको टोली सरहरूको टोली हामी चाहिँ सो गाइज हामी चाहिँ आधी जस्तो बाटो आइसकेको छौँ अनि चाहिँ गाउँ रहेछ एउटा अनि यो चाहिँ पाखा छ यहाँनिर राम्रो घर रहेछ आधी टोलीहरू माथि जाँदैछ म चाहिँ यिनीहरूलाई पर्खेँ गएँ पछाडि पनि टोलीहरू टन्नै छ त्यही भएर तिनीहरूलाई पर्खिने क्रममा म चाहिँ पर्खिँदैछु त्यही हो थाकेको त छैन अहिलेसम्म रमाइलो हुँदैछ जे होस् र त्यसै गरी माथि गएर तपाईँहरूलाई देखाउने नै छौँ अझै राम्रो सिनहरू हामी चाहिँ यहाँनिर आएर थकाइ मार्दैछौँ साथीहरू सबजना बसिरहेको छ यहाँनिर अनि हाम्रो सरले चाहिँ मुगली बजाउँदैछ त्यहाँनिर सुनिराख्नु भयो होला एकदम दामी बजाउँछ यहाँदेखि भ्यू चाहिँ यस्तो देख्दो रहेछ हेर्दै गर्नु होला सारो भाइ दोस्त अब गाइस हामी चाहिँ यहाँ माथि अलिकति धेरै नै माथि आइसकेका छौँ र मसँग यहाँनिर छ पारी त्यो डाँडाको केटी गाँदै नि त ल पारी त्यो डाँडामा
यिनीहरू छ यो दुईजना मोटी चाहिँ हाउ इट पोसिबल तर यो अगाडि आइसकेको रहेछ हामीभन्दा ठिक छ यस्तो राम्रो ठाउँ छ पछाडि मान्छेहरू गइसक्यो हामी चाहिँ यहाँनिर घुम्दैछौँ यो पनि राम्री छ रे गाइस हामी चाहिँ लगभग आधा उति बाटोमा आइसकेका छौँ र अहिले हाम्रो चाहिँ पछाडि फेरि अर्को नयाँ टोलीहरू जोडिसक्नु भएको छ र हामी अब 4 किलोमिटर बाँकी छ हामी यहाँबाट हो र त्यस्तो खास गाइस हामी चाहिँ लगातार 8, 9, 10, 11, 12 6 घन्टाको हिँडाएपछि हामी झरना के धाप भन्ने ठाउँमा आइसकेका छौँ र यहाँको दृश्य तपाईँले देख्न सक्नुहुन्छ यस्तो ठाउँको लागि हामी लगातार 6 घन्टा हिँडेर अझै हाम्रो कति साथीहरू सबै पछाडि छ आउँदैछ सरहरू पनि गुरुबाहरू पनि पछाडि नै छ अनि छुट्यो अगाडि चाहिँ म अनि यो चाहिँ बेहोस हुन थाल्यो त्यसलाई मैले घिसार्दै लिएर आएको है माथिसम्म त्यही भएर हामी फर्स्ट भयो हामी यही झर्ना हेर्नको लागि यहाँ आउँदो रहेछ मान्छे ओहो रिग्रेट भयो अहिलेदेखि चाहिँ ल जाँदैछौँ फाइनली सक्यो भने नुहाउने हो यहाँनिर खोलामा नुहाएको नि टन्नै दिन भइसकेको छ अब नुहाउने हो नुहाउन दियो भने चाहिँ सो गाइस पोइन्ट चाहिँ यही हो देख्न सक्नुहुन्छ यता मान्छेहरू छ यहाँनिर यही ताल हेर्नलाई ती परबाट हिँडेर आउँदो रहेछ थाहा भएको अगाडि नै आउँथेन म हाम्रो क्लासको सबै धातु पर धातु अधातु सबै विधातु सबै धातुहरू यहीँ छ भाइरसहरू यिनीहरू कोरोना भन्दा पनि डेन्जर भाइरसहरू यिनीहरू सबै एन्जिला भाइरस यो यता अर्को बिबिसा भन्ने भाइरस यिनीहरू चाहिँ डियो हो अरे उतापट्टि अर्को भाइरसहरू छ यतापट्टि उयो अर्को भाइरस यहाँ अर्को भाइरस सबै भाइरसै भाइरस यिनीहरू चाहिँ यहाँ पनि छ भाइरसहरू सबै धातुहरू यिनीहरू यसरी नै हामी चाहिँ रमाइलो गर्दैछौँ यहाँनिर यो कुन ताल हो थाहा छैन धाप भन्ने ठाउँमा पानी चाहिँ खोइ कस्तो कुल्फी जम्ने गालो पानी रहेछ त्यही भएर म चाहिँ डुबिनँ खोलेर चाहिँ आएको एकचोटि चेक गर्नु भनेर गएको डुब्नु चाहिँ डुबेन ठिकै छ तिमी इन्जोय गरौँ यिनीहरू चिल्लाउँछु ल झन्डै डुबेको अब फर्किने बेलामा ल आजको भ्लग चाहिँ यति नै गरौँ होला अब हिँड्ने बेलामा 6 घन्टा आयो हिँडेर आइहाल्यो फर्किने बेलामा पनि त्यति नै दिनुपर्ने होला फर्किने बेला दुःख भनेको अब आफ्नो छ अब यहाँनिर मलाई यहाँ आएको टेन्सन हुँदैन यो चाहिँ हाम्रो थारू भन्ने धातु सर हो यत्रो मान्छेहरू चाहिँ यहाँनिर आउँदो रहेछ भनौँ न लगभग ल आजको हाम्रो होटेल म्यानेजमेन्टको ब्लग चाहिँ के अरे कुन यो ट्रेकिङको ब्लग चाहिँ यहीँनिर सक्यो धन्यवाद।